कम्पनीहरूको नीति परिवर्तन मात्रले एकै दिनमा करोडौं व्यक्तिहरूको जीवन अस्तव्यस्त हुन सक्छ। नमस्कार साथीहरू, आज हामी एउटा संवेदनशील तर निकै कम चर्चित विषयमा चर्चा गर्नेछौँ। टेक मोनोकल्चर र डिपेन्डेन्सी रिस्क अर्थात् निर्भरता जोखिम। आजको संसारमा हाम्रो दैनिक जीवन केही ठूला प्रविधि कम्पनीहरूमा मात्र निर्भर छ, जस्तै गुगल, मेटा, माइक्रोसफ्ट र एमेजन जस्ता कम्पनीहरू। इमेल पठाउनेदेखि लिएर अफिसको काम, क्लाउड स्टोरेज, अनलाइन किनमेल, सामाजिक सञ्जाल सबै एकै ठाउँमा यिनै कम्पनीहरूको वर्चस्व छ। तर सोच्नुस् त, भोलि अचानक यी सेवाहरू बन्द भयो भने के हुन्छ? वा तिनीहरूले पहुँचलाई सीमित गरे भने हाम्रो डेटा, व्यवसाय, शिक्षा यहाँसम्म कि सरकारको काम समेत प्रभावित हुन्छ। यसलाई नै टेक मोनोकल्चरको खतरा भनिन्छ। ठूलो निर्भरता हुनु भनेको वैकल्पिक उपाय नहुनु हो। यदि केही कम्पनीहरूले नीतिमा मात्र परिवर्तन गरे भने पनि करोडौं प्रयोगकर्ताको जीवन एकै दिन अस्तव्यस्त हुन सक्छ। अझ खतरनाक पक्ष भनेको यस्ता कम्पनीहरूले विश्वभरमा प्रयोगकर्ताको निजी डेटा र सूचना नियन्त्रण गर्ने शक्ति पाएका छन्। अब के गर्न सकिन्छ त? यसका उपायहरूको चर्चा गरौँ। पहिलो, ओपन सोर्स प्रविधि र स्थानीय साधनहरूलाई प्रोत्साहन गर्नुपर्छ। दोस्रो, सरकार र संस्थाहरूले वैकल्पिक प्रणालीमा लगानी गर्नुपर्छ। र तेस्रो भनेको प्रयोगकर्ताले पनि एक मात्र कम्पनीमा अड्किनुभन्दा विविध सेवामा विभाजन गर्नुपर्छ। प्रविधि सुविधा हो, तर अत्याधिक निर्भरता भनेको जोखिम पनि हो। त्यसैले अब समय आएको छ कि हामी सुरक्षित, विविध र दिगो संरचना निर्माणतर्फ अगाडि बढ्नुपर्ने छ। तपाईलाई के लाग्छ? के हामीले यी कम्पनीहरूमा मात्र भरोसा गरिरहनु उपयुक्त छ? आफ्नो विचार कमेन्टमा राख्न नबिर्सनुहोला।